गाइज आज म सङ्खुवा सभामा छु होइन। म केही दिन अघि सङ्खुवा सभा आएको थिएँ। अब म आफ्नो जिल्ला इलाम फर्किँदैछु। यहाँ मकालु हिमालको काखमा रहेको सङ्खुवा सभा जिल्लाको धर्मदेवी नगरपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर लेखिएको छ। यो चाहिँ सङ्खुवा सभाको धर्मदेवी देवस्थलको एरिया पर्दो रहेछ यहाँ होइन। विश्वकै दुर्लभ पन्छी डाफे पाइने नेपालको पनि सङ्खुवासभा जिल्ला मात्रै हो। अहिले म सङ्खुवासभा जिल्लामा छु है। यो विश्वकै दुर्लभ पन्छी डाफे यहाँ गेटको टपमा राखिएको छ, दुईपट्टि पिक्चर बनाएर होइन। डाफेको धेरै जातिको हुन्छन् त्यसो त डाफे, तर ती दुर्लभ डाफेहरूमा सङ्खुवासभा मात्रै पाइने चाहिँ सङ्खुवासभाको जिल्ला हो। यी तर कहाँ पाइन्छन् होइन, त्यो हामी बाटो हिँड्दै गर्दा देखिन्न होइन। सायदै यो सङ्खुवासभाको उच्चा पहाडहरूमा पाइन्छ होला, जङ्गलहरूमा होइन। यो बजार चाहिँ यहाँ चाहिँ मुडे सुनसरी भन्छ, मुडेबास भन्छ सङ्खुवासभाको मुडेबास बजार। यहाँदेखि यता चाहिँ भयो अब तेह्रथुम यता चाहिँ यो चाहिँ सङ्खुवासभा यो को सुरु पहिलो बजार मुडे बजार। सङ्खुवासभाको यो मुडेबास बजारको छेउमा रहेको एउटा डाँडामा छु म अहिले होइन। यो डाँडाबाट हिमाल पनि नजिकै देख्न सकिन्छ। हिमालको नजिकको जिल्लाहरूमा सङ्खुवासभा पनि एउटा जिल्ला हो है। यो डाँडा चाहिँ यस्तो रहेछ, यो डाँडाबाट चाहिँ लगभग आधा नेपाल देखिँदो रहेछ है। यता फर्किँदा पनि धेरैवटा जिल्लाहरू देख्न सकिन्छ होइन। अनि यहाँ धर्मदेवी नगरपालिकाको एरिया पर्दो रहेछ। यहाँ धर्मदेवी पनि नजिकै देख्न सकिन्छ। यहाँ चाहिँ धर्मदेवी रहेछन् होइन। अनि यतापट्टि फर्कँदा पनि लगभग 10वटा जिल्लाहरू देख्न सकिँदो रहेछ होइन। यताबाट धेरै उता कहाँसम्म हो त्यो सबै चाहिँ थाहा भएन। यो डाँडा चाहिँ एकदम धेरै उच्चा हो। यहाँ कसरी हो होइन, उचाइ त यो डाँडाभन्दा पनि अरू पनि उचाइ नै होला नि, तर पनि यहाँबाट चाहिँ आधा नेपाल देखिँदो रहेछ। यो मुडेबास बजारको छेउमा रहेको धर्मदेवीको डाँडामा आएर हेर्दा चाहिँ आधा नेपाल देखिँदो रहेछ। हिमाल त यहाँ कति नजिक छ तपाईँको जाने हो भने अहिले पुगेला जस्तो, तर धेरै टाढा छ है। र यो चाहिँ धर्मदेवी मन्दिर हो होइन। म अहिले ठ्याक्कै धर्मदेवी मन्दिरमा छु। यहाँ ठुलो घन्टी पनि देख्न सकिन्छ। म यहाँ घन्टी बजाउने छु है। अब जय धर्मदेवी माता जय। वाह, रक्षा गर्नु है।